Guys, good morning and welcome back to my another video. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि अहिले चाहिँ बिहानको 5:30 भइरहेको छ अनि म चाहिँ रेडी भएर कहाँ जाँदै छु भनेपछि जलझला जाँदै छु म। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी जाँदै छौं। मेरो भाउजूहरु हुनुहुन्छ अनि यहाँ चाहिँ हाम्रो सामान अनि त्यहाँ हुनुहुन्छ भाउजू सबै रेडी भइसक्यौं। अनि अब चाहिँ हामी निस्किन्छौं। हामी चाहिँ निस्किसक्यौं अनि अगाडि हुनुहुन्छ भाउजूहरु अनि यहाँ चाहिँ नानीहरु अनि यहाँ चाहिँ हाम्रो अनिस। अब चिसो भइरहेछ रमाइलो पनि भइरहेछ। हेरौँ कति बेला पुग्छौँ हामी। गाइज हेरेर चाहिँ सर सुतिरहनु भइरहेको छ। अझै बिहान भएको रहेनछ उहाँको अनि हामी निस्किसक्यौँ यति टाढा आइसक्यौँ। तपाईँ के भएको यस्तो भएर नि यस्तो गर्न कस्तो लागिरहेको छ नि रुम कि हाँसौँ भइरहेछ गाइज। अहिले कति 15 मिनट जति भयो कि हामी हिँडेको 15 मिनटमा यस्तो हुने अनि भरे 1-2 बजीसम्म त हालत खराब हुन्छ होला त नि। एकछिनमा थाहा हुन्छ होइन। अनि तपाईँलाई कस्तो लागिरहेको त एकदम बेकार कचरा उठाउन जान्छ त्यहाँ। फाइनली झन्डै 1 घन्टाको हिँडाइपछि हामी छापु भन्ने ठाउँमा आइपुग्यौँ। अनि यो चाहिँ हो हाम्रो मिरुलको छापु भन्ने ठाउँ। हेर्न सक्नुहुन्छ नि हाम्रो टोलीहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। धेरै भएको थिएन नआएको धेरै पछि आउन पाएँ म पनि। अनि आजको मौसम त यस्तो छ अनि यहाँबाट यस्तो देखिरहेको छ। हामी चाहिँ यो पर्सा भन्ने ठाउँमा आइपुग्यौँ। अहिले चाहिँ छापाबाट करिब 15-20 मिनटको हिँडाएपछि हामी पर्सा आइपुगिसकेका छौँ। अनि यो चाहिँ हाम्रो पर्सा भाउजूहरू लागिसक्नु भयो। नानीहरू चाहिँ यहाँ छन् अनि यिनीहरूलाई चाहिँ भोक लागिरहेको अरे अनि हामी अलिकति उता गएर चाहिँ खाजा खान पर्ने हुन्छ। खाजा खाएर हामी निस्किन्छौँ। रमाइलो भइरहेछ अलिअलि ढौ पनि भइरहेछ। अनि हेर्न सक्नुहुन्छ मेरो हातमा चाहिँ फर्म यो फर्म चाहिँ हामीले जम्जा गएपछि बिछ्याउन पर्ने हुन्छ किनकि फर्ममा त न्यानो हुन्छ नि त बिछ्यानै चाहिँदैन फर्म भएपछि। त्यही भएर हामी लिएर गइरहेछौँ। अनि यहाँ चाहिँ हाम्रो तोरीको साग छर्नु भएको छ। कस्तो राम्रो देख्यो राम्रो भएको। अनि त्यहाँ चाहिँ हाम्रो उखु छ मकै। अनि यति हल्ला गरिरहने यिनीहरू जो चाहिँ हिँड्न सक्दैन तिनीहरू हल्ला गरेर बिजोक रमाइलो गरिरहनेहरू। हेर्नुहोस् त गाइज यो हाम्रो बजारमा बेचेको कुचो बन्नी हो अरे के यो चाहिँ। अनि यहाँ चाहिँ फुल कस्तो राम्रो भएको यतातिर नि हुँदो रहेछ त। कति पो बेबी ल चुनालाई होइन हेर चाहिँ पाइन्जावाला हो कि यो चाहिँ। हेलो सानो मान्छे पुरै हेरिरहन्थ्यो नि सानो मान्छेले त हेरिरहन्। हस् म्याडम तपाईँले त मैले छोडिहाल्छु फेरि एकछिन। हामी चाहिँ आइपुगिसक्यौँ खाजा खाने ठाउँमा। अब चाहिँ हामी खाजा खान थालेको हेरेर बसेर नानीलाई धेरै भोक लाग्यो अरे। कति धेरै भोक लागिसक्यो यति धेरै कि मलाई उताको डाँडाको बाटोमा आउँदाखेरि उता डाँडामा उतापट्टि कटेसी खाम्ला भनेर यता कतिवटा डाँडा कटाइदिनु भयो। अनि अब चाहिँ हामी हिँडेर बसेर खाजा खान्छौँ। हामी चाहिँ निस्किसक्यौँ खाजा खाएर। अनि यहाँ चाहिँ नानीहरू पुरै हिँडिरहन् मजाले। अब चाहिँ हिँड्न सकिन्छ नि। अघि यिनीहरू कतिखेर खाजा खाने हिँडेर पर भनेको होइन भनेर यति दिमाग खाए। अहिले खाजा खाएर यिनीहरू अब चाहिँ हिँड्छौँ भने अब हिँडेर भने त यिनीहरूलाई पिट्ने हो। शर्त मन्जुर छ नि। अघि ढिलो हिँड्ने नानीहरू त पुरै आएर बसिरहन् गाडी पठाइदिएको त। अनि के अरे यो पानी पाउने यो बिचमा चाहिँ योभन्दा अलिकति उता अलिक टाइमसम्म चाहिँ यहाँ पानी पाउँदैन। त्यही भएर हामीले यहीँबाट हामीले पानीहरू लिएर जाँदैछौँ। अनि यिनीहरूले चाहिँ पानी भरेर यहाँ बसिरहन्। अनि भाउजू र म भएको रहेछौँ। अब हामीले पनि भारी बसाउन पर्ने हुन्छ अनि बसाएर अनि खान्छौँ है। यो देखिरहेको चाहिँ हाम्रो भित्री वन भन्ने ठाउँ हो। पुरै चाहिँ देखिरहेको होइन
अनि त्यो ब्लू कलरको लामोवाला घर छ नि, घर भन्दा नि स्कुल हो त्यो चाहिँ हाम्रो यो भित्रीपनको। हेर्न सक्नुहुन्छ, मैले चाहिँ जुम गरेर देखेर चाहिँ अलिक टाढा यसरी हेर्दाखेरि। अनि यिनीहरू आइरहन्, रमाइलो भइरहेको केटी हो। अनि जेनीको हालत चाहिँ खराब हुँदै जाँदैछ, खराब हुँदै छ। अहिले चाहिँ हामी बसिरहेको छौँ थकाइ मार्नलाई। अनि म तपाईँहरूलाई एउटा देखाउँछु एउटा कुरा। अनि यो एउटा कुरा, एउटा फुल, यो चाहिँ हाम्रो बिन्जुरी भन्ने फुल रहेछ यो चाहिँ। अनि यो चाहिँ तपाईँहरूले कुन मुभीमा हेर्न पाउनुहुन्छ भने उपासना सिंह ठकुरी र हाम्रो के अरे एकजना धीरज मगरको एउटा भिडियो हो नि। धीरज मगर के कसको हो? धीरज मगरै हो क्या? अनि त्यो चाहिँ बिन्जुरी छ अरे क्या त्यो फुल, त्यसको नाम त्यो मुभीमा। अनि एकजना मेरो पुष्पा भन्ने दिदीले पनि सोध्दै हुनुहुन्थ्यो त्यो बिन्जुरी फुल कस्तो हुन्छ नानी भनेर। अनि पुष्पा दिदीले हेर्दै हुन्छ भने यो हो दिदी बिन्जुरी फुल, हेर्नुहोस्। अनि म तपाईँलाई अर्को कुरा पनि भन्छु। अनि यो जुन देखिरहेको छ नि हाम्रो, योबाट चाहिँ हाम्रो नेपाली कागज बन्छ नि गाइस, हेर्नुहोस्। हाम्रोतिर प्रशस्त मात्रामा पाइन्छ। गरम पानी भनेको चाहिँ पारी देखिरहेको सबसे उताको डाँडा नि गाइस, त्यही नै हो। अनि हामी चाहिँ भोलि जान्छौँ त्यहाँ, सायद नै होला भोलि नै जान्छौँ होला। अहिले चाहिँ आज चाहिँ हामी जलजला गरेर बस्छौँ, अनि भोलि चाहिँ फर्किँदाखेरि हामी त्यही बाटो जान्छौँ है त। अनि यहाँ खाने कार्यक्रम रोकिराखेर अझैसम्म यहाँ चाहिँ हाम्रो हेन्सम भाइ छन् एकदम सिङ्गल सेलमा। हेर त अनिस्तीलाई सेल मारे, सेलमा जान्छ सोचौ तिमी? फुल प्राइसमा डिस्काउन्ट पनि पाइन्न अनिसमा त। नि अनिस अब सेल मारे, पिर्दिम छोडेलाई, पिर्दिम छोडेन के पिट्नुहुन्छ र आफ्नै भदैलाई नि हो। अरूलाई पिट्नु होइन, अरूलाई पिट्नु जलाई पिट्नु, मलाई नपिट्नु आयो। गाइज हामी चाहिँ छेडा भन्ने ठाउँमा आइपुग्यौँ। अनि यहाँबाट यस्तो देखिरहेको छ भ्यू। अनि यहाँबाट उतातिर तलतिर गयो भने चाहिँ हामीले पानी पाउँछौँ। अलि तल झर्नुपर्छ है, म चाहिँ गएको छैन। पहिला एकचोटि हामी आउँदाखेरि चाहिँ जानुभयो त्यो दाइहरू। अनि हामीले अलरेडी पानी रहिसक्यो भएर चाहिँ हामीले पानी भर्न जान पर्दैन, हामीसँग छ पानी इनफ नै। अनि यहाँ बसिरहनु भएको छ। अनि बिन्जुरी फुल हेर्नुहोस् गाइस, फेरि पनि हामीले भेटिसकेका छौँ। कति राम्रो देखेको। हामी चाहिँ त्यहाँबाट सरेर त्यहाँ अलि चिसो भयो क्या, त्यही भएर हामीले घाममा आइसक्यौँ। अनि यहाँ चाहिँ हाम्रो सामानहरू सबैजना हामी बस्नु भइरहेको छ, फोन झर्दै खोज्यो। अनि हेर्न सक्नुहुन्छ यहाँको अलिअलि यस्तो छ यहाँ। अनि हामी निस्किन पर्ने चाहिँ त्यो यो बाटो भएर जाने हो। हेरौँ कतिखेर पुग्छौँ। मैले आनन्दले हिँडिरहेको छु, आराम गर्दै बिस्तारै बिस्तारै। नानीलाई हाम्रो यहाँ जेनीलाई हिँड्न अलिकति गाह्रो भइरहेको, त्यही भएर गाह्रो भएको मान्छेले त पुरै। अनि यहाँबाट यस्तो भ्यू देखिरहेको छ। हामी चाहिँ करिब 1-1.5 घन्टाको आरामपछि चाहिँ हामी लाग्दैछौँ फेरि आफ्नै गन्तव्यमा। अनि यहाँ चाहिँ अगाडि जाँदै हुनुहुन्छ हाम्रो टोलीहरू। अनि अब चाहिँ हामी फटाफट लगाएर निस्किन पर्ने हुन्छ। एकदमै धेरै टाइमको हामीले ब्रेक ल्यायौँ। अब चाहिँ फटाफट दौड्यौँ है त। अनि यहीँनिर चाहिँ हाम्रो बस्ने ठाउँ रहेछ। अनि कपडाहरू पनि छ, कोही हुनुहुन्छ आफ्नो भाँडाहरू कपडाहरू धेरै छ। कता जानुभएछ कोही पनि देखिनु चाहिँ भएन। हेर्न सक्नुहुन्छ यिनीहरूको हालत एकदम बेहाल छ। अनि यिनीहरूले यहाँ त्यो खोजिरहन् के अरे सिरानी, काम छैन कि यिनीहरूको। घर सुते जस्तो हुन्छ। म त मेरो ब्याग छ है, मेरो त ब्याग दिउँसोतिर हामी चाहिँ खाना खाएर बसिरहेको, खाना त खाएन चौका खायौँ। अनि अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ नि, न्यानो भएर बसिसकेँ। म पनि टोपी लाएर अघि बाटोमा चाहिँ मैले भ्लगहरू बनाएन त्यति धेरै, किनकि मेरो फोनको चार्जर पुरै सकिसकेको थियो, स्विच अफ भइसकेको थियो, त्यही भएर। अनि त्यही नै हो। अनि मेरो डाटा केबल पनि काम गरिरहेको थिएन क्या। अनि
यहाँ चाहिँ आउनु भएको छ फगामबाट अनि उहाँहरूको चार्जर रहेछ आइफोनको अनि त्यही भएर उहाँहरूले दिनुभयो र मैले चार्ज गरेर भ्लग बनाउँदैछु त्यही नै हो आजलाई यति नै अनि भ्लगमा चाहिँ तपाईँले हाम्रो मिरुलदेखि चन्द्रसम्मको यात्रा हेर्नुभयो अनि भोलिको भ्लगमा चाहिँ म तपाईँहरूलाई जजलाई एक्सप्लोर गर्नेछु देखाउनेछु त्यही नै हो गाइज थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज सी यु इन द नेक्स्ट भ्लग बाई